हेलो साथीहरू, हामी झापा जिल्ला स्थित हाम्रो शिव शताक्षी धामको यो भ्रमणमा छौँ। अब हामी भ्रमणको लागि अगाडि बढ्दैछौँ। हेलो गाइज, यो हाम्रो शिव शताक्षी धाममा हामी प्रवेश गरेका छौँ। यहाँ अगाडि देख्न सक्नुहुन्छ शिवजीको एकदम ठुलो मूर्ति रहेको छ। शिवजी भगवानले सबैलाई आशीर्वाद दिउन् है। हामी अब यहाँबाट अलिकति अगाडि लाग्दैछौँ। शताक्षी धामको प्रवेश स्थल रहेको छ। यहाँ देख्न सक्नुहुन्छ यो एकदम ट्रीहरू हैन। अनि त्यसपछि यो यहाँबाट अब एकछिनपछि मन्दिर सुरु हुन्छ है। तपाईँको जानकारीको लागि यो अत्यन्तै यो बीच जङ्गलको बिचमा रहेको छ शिव शताक्षी धाम। झापा जिल्लाको शिव शताक्षी नगरपालिकामा रहेको छ। यो एकदमै पवित्र तीर्थस्थलको रूपमा हेरिँदै आएको छ। तपाईँहरू पनि समय मिलाएर यसो आउन सक्नुहुन्छ। शिव शताक्षी धाममा यस्ता यो नुहाउनको लागि धाराहरू राखिएको छ। शिव शताक्षी धामको यो परिवेश तपाईँ देखिरहनु भएको छ। एका बिहानै हामी आइपुगेका छौँ। मन्दिर दर्शन गर्ने क्रममा एका बिहानै शिव शताक्षी धामबाट केही माथि हामी यो एउटा झरना भनिएको छ। हामी त्यो झरना हेर्न अगाडि बढिरहेको छु। बाटो अलिकति पानी परेकोले होला अलिकति गाह्रो छ है, तर ठिक छ। हामी यो यात्राको क्रममै छौँ। वन जङ्गलहरू छन् हैन, चराचराका एकदम चराचराका साउन्डहरू सुनिरहेको अवस्था छ है। बीच बाटोमा टक्क यो बिरेनुन पानी भनेर लेखिएको छ। यो बिरेनुन पानी यो जुन हाम्रो शिव शताक्षी धामबाट माथि झरना हेर्न जाने बाटोमा हेर्दै गर्नु है गाइज। हामी यो शिव शताक्षी धामबाट माथि लाग्दै गर्दा एउटा यो द्रौपदी तलाउ भनेर हामी आएका छौँ। हेरौँ कस्तो रहेछ। एकदमै यहाँ काठबाट बनेको स्ट्रक्चरहरू पनि देख्न सकिन्छ। ओहो, हेर्दाखेरि जस राम्रै छ कि जस्तो लाग्न थालेछ। तर यहाँ बाटो अलिकति अप्ठ्यारो चाहिँ रहेछ है साथीभाइहरू। गुफा भन्ने पनि छ है गाइज, यसो दर्शन गरौँ हजुर। एउटा शताक्षी सहर सशस्त्र धारा भन्ने पनि रहेछ है। यो धारा चाहिँ कुन हो? ए यो बन्द भयो? ए हस् हस्। ल साथीभाइहरू चाहिँ हाम्रो फाइनल डेस्टिनेसन शिव शताक्षी। साथीभाइहरू हामी यो शिव शताक्षीबाट अलिकति माथि यो झरना हेर्नलाई आइपुगेका छौँ। झरना यो रहेको छ, एकदमै राम्रो देखिएको अवस्था छ। हामी पनि पहिलोपटक छ यसो। हाम्रो भिडियो अहिले यति नै। हामी अर्को भिडियोमा भेट्छौँ। धन्यवाद।